हेलो गाइज वेलकम टु माई न्यू ब्लग। धेरै महिनापछि म आएको छु हजुरहरूको अगाडि अनि आई होप सबैजना तपाईँहरू सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै छौँ र तपाईँहरूको सामुने तपाईँहरूको माझमा तपाईँहरूको अगाडि म आज केही नयाँ खानेकुरा लिएर आएको छु। के होला सोच्दै हुनुहुन्छ तपाईँहरू? सोच्नुहोस् एकैछिन। अब म तपाईँहरूलाई देखाउने छु। 1 2 oh no 1 2 3 2 टेन घुङ्गी आयो घुङ्गी लगाउनुहोस् लुङ्गी खै के गर्न सजिलो हुन्छ रे भन्छ नि। त्यसैले आजको सब्जी बनेको घुङ्गीको। त्यसैले म चाहिँ सब्जी एकदम केलाइरहेछु घुङ्गीलाई। हेर्न सक्नुहुन्छ गाइजहरू। खाना त मिठो हुन्छ, बनाउनलाई मात्रै साह्रो। यहाँनिर चाहिँ मलाई साथी दिदीहरूले गफ गर्दै सघाउनु हुँदैछ। गफ गर्न चाहिँ एकदम मजाले गफ गर्न सघाउँदै हुनुहुन्छ। यहाँनिर म चाहिँ घुङ्गी पुरा खेलाउँछु। त्यो चाहिँ मरेको हो अरे गाइजहरू। घुङ्गी मरिरहेको रहेछ हालिहाल्यो नि त, मरेको चाहिँ फालिदिएको। कत्रो ठुल्ठुलो रहेछ क्या घुङ्गी पनि एकदम। तपाईँहरूलाई चाहिँ कतिको घुङ्गी मनपर्छ थाहा छैन, तर मलाई चाहिँ एकदम मनपर्छ है घुङ्गी। घुङ्गीको सब्जी सुरुप खान भन्छ नि, बिना प्यारको चुम्बन भनेर। साँच्चै नै हो क्या। यस्तै गाह्रो यार घुङ्गी केलाउन, हात काट्छ भनेर डरसरी छ यहाँनिर। हिजो ल्याउनु भएको क्या मम्मी र मेरो श्रीमान जानुभएको थियो नि त, बिर्तामोड जानुभएको थियो। अनि बिर्तामोडबाट लिएर आउनुभएको। कति महँगो रहेछ के, 150 रुपियाँ केजी छ। तपाईँहरूकोतिर चाहिँ कसरी छ भन्नु होला। हाम्रोतिर चाहिँ 150 रुपियाँ केजी रहेछ। अनि लिएर बनाउँदैछौँ। म चाहिँ बनाउँदैछु एकदम। अब घुङ्गीको टुप्पो निकालेपछि मजाले दह्रो मार्नुपर्छ क्या। लेउहरू रहेछ, फोहोरहरू हुन्छ नि त। अनि एकदम मजाले मार्नुपर्ने हुन्छ, मजाले धुनुपर्ने हुन्छ। अनि यसरी धुनुपर्छ है। तपाईँहरू चाहिँ कसरी धुन्छ? म चाहिँ यसरी धुएँ। एकदम मजाले धुनुपर्छ, नत्र भने खाना अलिक घिन लाग्छ नि त। अनि म चाहिँ के भन्दैछु यतिखेर भने, अलिक लामो खालको चुच्चे भएको चाहिँ झन् मिठो हुन्छ है यो डल्लो घुङ्गी भन्दा नि भन्दै। एकदम म चाहिँ त्यहाँ दिदीलाई बहिनीहरूलाई गफ दिँदैछु क्या। म चाहिँ मस्तले अब लगभग घुङ्गी पनि अब यस्तै हो धुनु पनि। यस्तो मजाले म चाहिँ एकदम गोटी धुँदैछु। हेर्नु मजाले गोटी धुँदैछु। यसरी नै गोटी धुनुपर्छ है, नत्र भने चाहिँ माटो पनि खाइने हुन्छ। हेर्नु न कस्तो मजाको छ। कति मनपर्छ है घुङ्गी चाहिँ, फर्स्टै मनपर्छ। तपाईँहरूलाई चाहिँ कतिको मनपर्छ? कस्तो मिठो हुन्छ, खानेहरूलाई थाहा हुन्छ नि, नखाने थाहा हुँदैन। बजारमा नि बेच्नुहुन्छ नि यता होटेलतिर, खै कसरी प्लेट भनेर। अब धुइसक्यो र अनि यता आएर मैले आगो पनि फुकिसकेँ र मैले तातो पानी चाहिँ मम्मीको लागि बोतलमा खनाउँदैछु। अनि बोतलमा भरिसकेपछि चाहिँ मम्मीलाई फेरि तातो पानी बसिरहेको छु। हामी चाहिँ यता तातो पानी खानुहुन्छ मम्मीले। अनि पानी त्यहाँ भरेँ। अनि पानी भरिसकेपछि बिर्को पनि लगाइदिएँ। अनि अब यता म चाहिँ मसलाको तयारी गर्दैछु। त्यसको लागि जिरा तयारी पारिसकेँ। जिरा पनि हाल्नुपर्छ। जिरा अलिक धेरै हाल्दा मिठो हुन्छ नि त घुङ्गीमा त। अनि जिरा रेडी गरेँ। लसुन पनि केलाउन थालिसकेँ। लसुन हेर्नु कत्रो लसुन छ, हाइब्रिड लसुनहरू एकदम ठुलो छ। सजिलो हुन्छ क्या ठुलो लसुन केलाउन पनि एकदम सजिलो हुन्छ। अनि सानो चाहिँ झ्याउ हुन्छ कि ठुलो चाहिँ सजिलो हुन्छ केलाउनको लागि पनि। त्यही भएर म चाहिँ लसुन केलाउँदैछु। अनि छिटो गर्नु पर्यो नि त। अनि तपाईँहरूलाई चाहिँ लसुनहरू मसला हालेको कतिको मनपर्छ? मलाई चाहिँ मसला हालेको मनपर्छ र घुङ्गीमा चाहिँ मसला हालेकै मिठो हुन्छ एकदम। बिना मसलाको चाहिँ अलिक मिठो हुँदैन के, स्वादिलो हुँदैन। स्वादअनुसारको मसला। फाइनली लसुन र अदुवा पनि केलाइसक्यो। अनि ग्रेभीको लागि आलु पनि म तास्दैछु। ग्रेभीको लागि चाहिँ आलु नै राम्रो हुन्छ नि त। हेर्नु न यस्तो हुन्छ ढङ्ग नभएपछि जसरी झरी गयो आलु पनि अलिक ग्रेभी भयो भने चाहिँ मिठो हुन्छ। आलु पनि केलाइसकेर म मुस्दैछु अर्ग्यानिक तरिकाले गाइज। अर्ग्यानिक तरिकाले
आलु पनि हातले मिची मुस्दैछु। अलिक ढुट्टो भएको चाहिँ राम्रो हुन्छ नि त, अलिक मजाले लतक्क हुन्छ। अलिक काटेको भने चाहिँ अलिक त्यस्तो ग्रेभी हुँदैन, त्यही भएर मैले चाहिँ मुसेँ र मुसेर पनि सकेँ। अनि मसला मैले ठिक पारेँ र मैले जिरा पिन्नु थालेँ। जिरा पिन्दैछु म चाहिँ, अब खोर्सानीको पालो। जिरा र खोर्सानी पिनिसकेँ, अब लसुन र अदुवाको पालो आयो। फाइनली मसला पनि पिनिसक्यो र अब चाहिँ भने मैले कराई बसाएँ। सब्जी पकाउनलाई रेडी भइसकेको छु, कराई बसाइरहेको छु। कराई बसाएर चाहिँ म यहाँ प्याज काट्न थालेँ। खतरा सेप भएर ट्याक 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 तरिकाले प्याज काट्न थालेँ। प्याज पनि काटिसकेँ, यता कराई पनि तातिएछ अनि मैले तेल हालेँ। यत्तिकैमा तेल पनि तात्यो अनि मैले मसला पनि हालेँ अनि यहाँ मैले फ्राई गर्न थालेँ। हेर्नु कस्तो मजाले आवाज आइरहेको थियो। अनि मैले नुन पनि स्वाद अनुसारको हालेँ। तपाईँ कस्तो खानुहुन्छ, म चाहिँ कराई खान्छु र कराई हालेर चलाउन थालेँ। अनि मैले आलु पनि मिक्स गरेर मजाले चलाउँदैछु। भने अगाडि नै मैले ग्रेभीको लागि हालेँ अनि अगाडि चलाउँदैछु म चाहिँ। आलु पनि मजाले खरिएपछि टमाटर पनि हालेँ। अघि ठुलो पनि हालिसकेँ अनि मसिनो घरकै टमाटर पनि मैले लगाएँ ग्रेभीको लागि, अलिक अम्लो मिठो हुन्छ नि त। अनि मसला पनि लगाएँ मैले। मसला पनि फाइनली मसला पनि पाकिसक्यो। हेर्न सक्नुहुन्छ कस्तो राम्रो भएको छ, कस्तो मिठो, वाउ खाम लाग्दै। अनि आफूलाई ठिक्क हुने अनुसार मैले झोल लगाएँ, ग्रेभीको तरिकाले रस लगाएँ। अनि पाकेर पनि सक्यो र हामीले चाहिँ खानाको लागि रेडी भइसकेको छौँ। मम्मीहरूले चाहिँ खाना थालिसक्नु भएको छ। मम्मी तान्नु आएको छु म। ले बिना प्याजको चुम्बनमा चाहिँ गाइजहरू। अनि त मेरो छोराले पनि हिँड्दैछ के बाई गाइजहरू। सी इन द नेक्स्ट भ्लग।